ड्याम भन्ने बित्तिकै हजुरलाई के याद आउँछ? ठुलो कङ्क्रिटले बनेको एउटा स्ट्रक्चर जसले नदीको पानीलाई रोकेर राख्छ। अहिलेसम्म हाम्रो धरतीमा 15 मिटरभन्दा अग्ला 59,000 भन्दा पनि बढी ड्यामहरू बनिसकेका छन्। ड्यामलाई खास गरी नदीमा बगिरहेको पानीलाई नियन्त्रण गरी सिँचाइ गर्न र विद्युत उत्पादन गर्न प्रयोग गरिन्छ। हाम्रो नेपालमा पनि यस्ता ड्यामहरू धेरै नै बनिसकेका छन्, तर अरू देशको कम्पेरिजनमा नेपालमा भने साना साना ड्यामहरू मात्र छन्। हाम्रो धरतीमा एउटा यस्तो ड्याम पनि छ जो नेपालको सबै ड्यामहरूलाई मिलाएर पनि त्योभन्दा 7-8 गुणा ठुलो हुन्छ। आज हामी यो भिडियोमा रहेर दुनियाँको सबैभन्दा ठुलो ड्याम थ्री गॉर्जेस ड्यामको बारेमा डिस्कस गर्नेछौँ। चाइनाको हुबोई प्रोभिन्समा अवस्थित यो मानिसहरूले बनाएको दुनियाँको सबैभन्दा ठुलो ड्याम थ्री गॉर्जेस ड्याम 2300 मिटर चौडा र 60 तला बिल्डिङ जति अग्लो। थ्री गॉर्जेस ड्याम चीनको सबैभन्दा लामो नदी याङ्जी नदीको पानीलाई रोकेर बसेको छ। 6000 किलोमिटर भन्दा पनि लामो याङ्जी रिभर चाइनाको मात्र नभएर पुरा एसियाको नै सबैभन्दा लामो नदी हो। यो नदी चाइनाको वेस्टमा पहाडहरूको बीचबाट सुरु हुन्छ र आधा चीनलाई छुँदै सेङ्गाईको नजिक इस्टर्न चाइना सीमा गएर मिसिन्छ। करिब 1911 मा यो नदी नजिकको ठाउँमा ठुलो वर्षा भएको थियो। त्यही वर्षाको कारण यो नदीमा ठुलो बाढी आएको थियो। त्यति बेला यो डरलाग्दो बाढीले 2 लाख भन्दा पनि बढी मानिसहरूको ज्यान लिएको थियो। कयौं लाख मानिसहरूको घर डुबाएर घरहीन बनाएको थियो। यो घटनाको 20 सालपछि 1931 मा एकचोटि फेरि याङ्सी रिभर वर्षाको ठुलो चपेटामा परेर त्यसले ठुलो बाढी ल्यायो र सँगसँगै ठुलो तबाही पनि ल्यायो। यो चोटिको तबाहीले चीनलाई धेरै नै नोक्सान भोग्नु पर्यो। एउटा एस्टिमेटको हिसाबले यो तबाहीमा लगभग 30 लाख भन्दा पनि बढी मानिसहरूले ज्यान गुमाएका थिए। यसपछि पनि यो नदीमा साना ठुला गरी धेरै नै बाढीको समस्याहरू आयो। यो समस्यालाई समाधान गर्न चाइनासँग एउटा मात्र उपाय थियो, याङ्सी रिभरमा एउटा ठुलो ड्याम बनाउने। तर यो ड्याम बनाउन यति सजिलो पनि थिएन। थ्री गॉर्जेस ड्यामको कन्स्ट्रक्सन 1994 मा सुरु भएको थियो। त्यति बेला यो कन्स्ट्रक्सनको लागि एक समयमा 40,000 कामदारहरू काम गर्थे। पुरा 17 सालको मेहनतपछि यो ड्याम पुरा तरिकाले तयार भएको थियो। यो दुनियाँको सबैभन्दा ठुलो ड्यामसँगै दुनियाँको सबैभन्दा ठुलो कङ्क्रिट स्ट्रक्चर पनि हो। यो मेगा प्रोजेक्टमा 2 करोड 80 लाख क्युबिक मिटर कङ्क्रिट प्रयोग भएको थियो। यो ड्यामले यति धेरै पानी स्टोर गर्छ कि यसको कारणले अर्थको रोटेसन नै स्लो भएको छ। नासाको साइन्टिस्टहरूको मान्नु छ कि थ्री गॉर्जेस ड्यामले अर्थको रोटेसनलाई 0.06 मिलिसेकेन्ड कम गरिदिएको छ। यानि कि यो एक ड्यामले गर्दा धरतीमा एक दिन 0.06 मिलिसेकेन्डले बढेको छ। हुन त यो हामीले महसुस गर्न पनि सक्दैनौँ, तर यो मानिसहरूले बनाएको यस्तो स्ट्रक्चर हो जसले पृथ्वीको रोटेसनलाई नै प्रभावित गर्न सक्छ। अब जाहिर छ कि यति ठुलो स्ट्रक्चर बनाउन देशले यसमा ठुलै नै खर्च गरेको हुनुपर्छ। चाइनिज गभर्नमेन्टले थ्री गॉर्जेस ड्याम बनाउनको लागि टोटल $32 बिलियन प्रयोग गरेको थियो। यो दुनियाँको सबैभन्दा ठुलो ड्याम हुनु सँगसँगै यो दुनियाँको सबैभन्दा ठुलो पावर प्लान्ट पनि हो। यसमा टोटल 32 पावरफुल टर्बाइन जेनेरेटर्सहरू लगाइएका छन् जो कुल मिलाएर 22,500 मेगावाट इलेक्ट्रिसिटी प्रोड्युस गर्छन्। थ्री गॉर्जेस ड्याममा जहाँ ड्याम बनाउनाले डाउनस्ट्रिम फ्लडलाई कन्ट्रोल गर्न त सकियो, सँगसँगै त्यहीँबाट प्रोड्युस हुने विद्युतले चाइनामा 60 मिलियन मानिसहरूको जरुरत पुरा गर्छ। यदि यो ड्यामलाई अरूसँग कम्पेयर गर्ने हो भने पनि थ्री गॉर्जेस ड्यामको नजिक पनि आउँदैन। थ्री गॉर्जेस ड्याम बनाउन चाइना जस्तो कन्ट्रीलाई भने ठुलो टास्क थियो। यो ड्यामलाई बनाउने प्लान त खासमा 100 साल अगाडि नै सुरु भइसकेको थियो, तर चाइनिज सिभिल वार र पोलिटिसियन प्रब्लमले गर्दा यो प्रोजेक्ट डिले भइरहेको थियो। जब 1994 मा फाइनली ड्यामको कन्स्ट्रक्सन सुरु हुन्छ, त्यस बेला चाइनिज गभर्नमेन्टलाई ठुलो क्रिटिसिजमको सामना गर्नु परेको थियो, किनकि चाइनिज सरकारले नदी वरिपरि बसोबास गर्ने 10 लाख मानिसहरूको घर खाली गरिदिएको थियो। खासमा हुन त यिनीहरूलाई नदी किनारबाट अर्को ठाउँमा सार्न एकदमै जरुरी पनि थियो। यदि हामी 1994 मा सेटेलाइटबाट खिचिएको ड्याम नजिकको तस्बिर हेर्ने हो भने त्यस बेला नदीको चौडाइ मात्र 700 मिटर थियो, तर ड्याम बनिसकेपछि यसको चौडाइ बढेर 3600 मिटरसम्म पुगेको थियो। थ्री गॉर्जेस ड्याम बनाउनुको मुख्य कारण सिर्फ फ्लड कन्ट्रोल र इलेक्ट्रिसिटी प्रोड्युस गर्नु मात्र थिएन। यो बनाउनुको अर्को ठुलो तेस्रो कारण हो यसमा शिपिङ लाइनलाई बढाउनु थियो। यसका लागि ड्याममा दुनियाँको सबैभन्दा ठुलो शिप लक पनि लगाइएको थियो र त्यस सँगसँगै दुनियाँको एक मात्र शिपिङ लिफ्ट पनि यसमा बनाइएको थियो। सुन्दा अचम्म लाग्न सक्छ, तर
यो पानी जहाजलाई तल्लो पानीको लेभलभन्दा 100 मिटर माथिल्लो पानीको लेभलमा पुगाइदिन्छ। थ्री गोर्जेस ड्यामको जहाँ यति धेरै फाइदा छन् त्यही यसको नोक्सान पनि उत्तिकै धेरै र खतरनाक छन्। इन्टरनेसनल कम्युनिटीको मान्नु छ कि ड्याम जति बलियो भए पनि नेचरको ताकतको अगाडि कहिले न कहिले त झुक्नै पर्छ। ग्लोबल वार्मिङ बढिरहँदा वर्षाको मात्रा पनि बढिरहेको हुन्छ। थ्री गोर्जेस ड्यामको म्याक्सिमम क्यापेसिटी 175 मिटर हो। बढ्दो वर्षाको कारण यसमा पानीको लेभल 164 मिटरसम्म पनि रेकर्ड गरिएको छ। यो समस्यासँगै यसमा अर्को ठुलो समस्या पनि छ। एक्सपोर्टको मान्नु छ कि यो ड्याममा पानी भरिने स्पिड 50,000 क्युबिक मिटर पर सेकेन्ड हो, तर पानी बाहिरिने स्पिड भने सिर्फ 38,000 क्युबिक मिटर पर सेकेन्ड छ, जसको सरासर मतलब यो हो कि ड्याममा पानीको लेभल हर सेकेन्ड बढिरहेको छ। यो चिजले ड्यामलाई अझै रिस्क बढाउने काम गरिरहेको छ। यदि केही कारणवश यसमा त्यस्तो केही नराम्रो घटना घट्छ भने यो मानव इतिहासको सबैभन्दा ठुलो डिजास्टर मानिन सक्छ। हजुरलाई के लाग्छ कमेन्ट गर्न नबिर्सिनुहोला। यदि लर्न विथ नवीनको यो भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न पनि नबिर्सिनुहोला। थ्याङ्क यू।